नमस्ते, 안녕하세요. म मिलन श्रेष्ठ। आजको मुनवा र छङ्बोमा आज हामी चाहिँ हाङगुगे मुयक थुक्सङ भनेको कोरियाको के हो त यो मुयक आर्थिक यो जुन कारोबार हुन्छ आर्थिक चाहिँ व्यापारको कारोबारको विशेषता हुन्छ के कोरियामा कस्तो खालको व्यापारहरू छन् के छन् भनेर आज हामी व्याख्या गर्न गइरहेका छौँ है त। हानगुगुन कोरिया चाहिँ मुयक उइजनदोगा भनेको के हो त व्यापारको निर्भरता नोफुन कुक्कारागो मुयक भनेको के त आयात निर्यात भनेको है आयात निर्यातमा निर्भर भएको नोफुन कुक्कारागो धेरै राष्ट्र भनेको व्यापारमा के अरे आयात निर्यातमा धेरै निर्भर भएको देश भनेर हालसु इस्युनिदा भन्न सकिन्छ। छन्यन छावनी प्राकृतिक स्रोतहरू बुचोक खागो अभाव भएर नेसु सिजाङ्गी आन्तरिक बजार छागुन फ्योन इगित्ते मुने सानो भएको कारणले हानगुक छङबुनन कोरियाको सरकारले चाहिँ छिसोक चकुरो लगातार सुछुल छुदो छङछेगल भनेको निर्यातको के हो त के अरे निर्यातमा लिड गर्ने नीतिहरू भन्छ त्यसलाई है निर्यातमा लिड गर्ने नीतिहरू फ्यो वा संविधा गरिरहेको छ। इवा काथन यो जस्ता छङछेके तारा नीति अनुसार हाङगुगुन कोरिया चाहिँ खुक्चे मुयगुल अन्तर्राष्ट्रिय आयात निर्यातलाई थोङहाय माध्यमबाट सङ्जाङ हागी सिजा खाय भनेको वृद्धि गर्नको लागि सुरु भएर इच्छन सिप्न्यन दिएनन् 2010 सालमा चाहिँ अथवा मुयक ख्युमोगा आर्थिक के अरे आयात निर्यातको आकार चाहिँ इल्छो थालर भनेको के हो त लगभग 10 खरब डलरमा चाहिँ दोल्फा हायसुम्निदा भएको थियो। हाङगुगे मुयगुन कोरियाको के हो त आयात निर्यात चाहिँ बुजोक खान छायन छावनी अभाव भएको प्राकृतिक स्रोतहरू चाहिँ सुइप हागो आयात गरेर इरल ह्यक्सिन्चगिन यसलाई चाहिँ के हो त ह्यक्सिन्चगिन इरल ह्यक्सिन्चगिन किसुल्लो यसलाई के हो त नवीनतम प्रविधि भन्छ। नयाँ नयाँ प्रविधिहरूको इनोभेसनको प्रविधिबाट खागोङ हाय प्रशोधन गरेर होबुगा काची जेफुमुल भनेको उच्च मूल्याङ्कन भएका सामानहरू मान्दुर बनाएर सुच्छुल हान निर्यात गर्ने थुकसङ्गल फोइमनिदा विशेषता देखाउँदछन्। जुयो मुख्य गरेर सुई फुम्मोगन के अरे निर्यात गर्ने वस्तुहरूमा चाहिँ वनयु कच्चा तेल छन्यन गाँस प्राकृतिक ग्यास भयो छलगाङ वनजेजाप भनेको स्टिलका र मेटेरियल्सहरू सानप खिगे मिट औद्योगिक मेसिन तथा छाङ्बी उपकरणहरू नोङसान मूल कृषिका सामानहरू र सिक्न्यो दुङ इगो खानेकुराहरू लगायत जुयो सुछुल फुम्बोगुन मुख्य गरेर निर्यातित वस्तुहरू चाहिँ फान्दोचे सेमिकन्डक्टर सुमातुपोन स्मार्टफोन छादोङछा गाडी छोसन पानीजात सग्यु वाहाक छेफुम भनेको पेट्रोलियम उत्पादनहरू बेटरी दुङ इम्निदा ब्याटरी आदि हो। हाङगुक्वा मुयक खरेरल कोरियासँगको आयात निर्यातको कारोबार खाजाङ मानी हानन सबैभन्दा धेरै गरिने कुक्कानन राष्ट्र चाहिँ चुङगुक इम्य चाइना हो भने मिगुक अमेरिका इल्बोन जापान भियतनाम दुङ्गी भियतनाम आदि चाहिँ खु दुइरल त्यसपछि इक्को इस्सुम्निदा क्रमशः हुँदै अथवा जोडिँदै आइरहेको छ। मुयक उइजनदोगा आयात निर्यातमा निर्भरता नोफुन हाङगुगुन धेरै भएको कोरिया चाहिँ थायाङहान कुक्कावा विभिन्न राष्ट्र र छायु मुयक हप्चङ भनेको के हो त स्वतन्त्र व्यापार सम्झौता अथवा फ्री ट्रेड एग्रिमेन्टुल छेग्यल हाय सम्झौता गरेर मुयके छाङब्यगोल भनेको आयात निर्यातको बाधालाई चुरिगो घटाएर ग्लोबल सिजाङ एसए विश्वव्यापी बजारको ह्यङजेङन्यगुल आर्थिक प्रतिस्पर्धालाई खाङवा हागो इस्सुम्निदा जोड गरिरहेको छ। औल्ल यसै गरी
थुक्चङ सानपे देहान विशेष उद्योगहरूको बारेमा उइजोन दोरल नाच्छुगो भनेको निर्भरतालाई कम गरेर सेरोउन सिजाङ उरो नयाँ बजारको रूपमा छिन्छुल हागोजा प्रवेश गरौँ भनेर सुच्छुल था फनहारल निर्यातको परिवर्तनको लागि छिसोक चगुरो लगातार नोर्य खागो इसुम्निदा प्रयास गरिरहेको छ। हजुर, अब आजको एक शब्द आजको एक शब्दमा अलिकति एउटा के रमाइलो छ भने वन्सुङिदो नामु एस तर जिन्दा भनेको बाँदर पानी रुखबाट खस्छ अरे के। हामी नर्मली सोच्छौँ नि त बाँदरहरू चाहिँ रुखबाट खस्दैन भन्छ होइन, उनीहरू चढ्न सक्छ भन्छ, तर कहिले बाँदर पनि रुखबाट खस्छ भनेको है के अरे बढी जान्ने भयो भने काम बिग्रिन्छ भनेको क्या त्यसको अर्थ है। सबैभन्दा अनुभवी कुशल व्यक्तिले पनि कहिलेकाहीँ गल्ती गर्छ भनेको अर्थ है। खास अर्थ चाहिँ आफू एकदमै जान्ने छ, एकदमै बुझ्ने छ भने पनि त्यो मान्छेले पनि गल्ती गर्न सक्छ। हामी पनि कोरियन भाषा जान्ने भनेर पढाइरहेको छौँ त होइन, शिक्षक हो होइन, तर हामीलाई पनि सबै चिज आउँछ भन्ने छैन के। कति चिज आउँदैन हामीलाई पनि होइन, हामी पनि सिक्दै गर्दै गइरहेका छौँ है। त्यसैले यसको अर्थ चाहिँ बढी बाठो हुनुहुन्न भनेको के त्यसको अर्थ कहिले हाम्रो नेपालीमा भन्दाखेरि चाहिँ होइन। त्यही भएर तपाईँहरूले पनि आफूले सक्ने क्षमताले मात्रै काम गर्नुहोस् होइन, बढी जान्ने भएर धेरै बोल्ने यस्तो पनि नगर्नुहोस् है। आफूले आफूलाई विकास गर्दै जानुहोस् भन्दै म फेरि अर्को भाग लिएर आउने नै छु। धन्यवाद।